घुम्दैमा आए तिम्रो गाउँमा तिमी मनलाई सम्हालिदेऊ न डर लाग्छ तिमीसित डर लाग्छ तिमीसित भन्न मन लाग्छ गर्न मन लाग्छ केही मिठा बातहरू भन्न मन लाग्छ गर्न मन लाग्छ केही मिठा बातहरू पुरानो गाउँ क्या राम्रो ठाउँ चञ्चले नानी क्या राम्रो बानी घुम्दै म आए तिम्रो गाउँमा तिमी मनलाई सम्हालिदेऊ न Gazalu aka, nasalu herai. Gazalu aka, nasalu herai. Nazik आउँछ के भन्न खोजी कमाउँदै ओठहरू नजिक आउँछ के भन्न खोजी कमाउँदै ओठहरू क्या राम्रो ठाउँ चञ्चले नानी क्या राम्रो बानी घुम्दै म आए तिम्रो गाउँमा तिमी मनलाई सम्हालिदेऊ न तिम्रो गाउँमा तिमी मनलाई सम्हालिदेऊ न हेलो र चाहिँ माथि भगुवाबाट फर्किँदै हो होइन भगुवाबाट चाहिँ दाइ नवीन दाइ उनीहरूको नमस्कार अर्को सन्दीप गुरुङ मिलेर चाहिँ यसो अलिअलि यसो कलेक्सन गरेर चाहिँ हामीले नस्पतिलाई चाहिँ कता कता युज गर्छौँ अब यसो तपाईँहरूलाई देखाउनेछु है अन्त आएपछि देखाउनेछु तपाईँहरूलाई कस्तो छ कति पर्छ के छ कस्तो छ भनेर है त ल फ्लिपकार्टसम्म गएर भेटौँ ल अब फ्लिपकार्ट
नस्पति है अनि भेटघाट चोकमा ल्यान्डिङ भयो है अनि यहाँ ल्याएर टक्क यहाँ अगाडि हालेर चाहिँ टक्क अगाडि टक्क यहाँबाट चाहिँ भेटघाट चोकमा टक्क आमालाई 2 प्लास्टिक दिनु पर्यो र उता को हुनुहुन्छ म देखाउँछु तपाईँहरूलाई हातले गर्नु भए हातले नगर्नु दुःख हुँदैन होइन दिन लाग्दै अब तामा हजुर ल तामा गयो आमा नवीन सर हेलो हामी यता दाइ हुनुहुन्छ हेलो सन्दीप ल त है अब फेरि एकछिन भेटौँला र बाई बाई भेटघाटबाट फेरि इन्डिङ है त है हामी चाहिँ फेरि भेटघाटबाट इन्डिङ गरेर पटिङमा आइपुगेको छौँ है अगाडि जाउँ यहाँबाट चाहिँ होइन 2-3वटा दिदी नै भाउजू लाउनु यसो अलिअलि चाख्नु नि त गाउँतिरको अलिकति नास्पाती लोकल यता हामी भाउजू हजुर भाइ कस्तो छ त नास्पाती तिमी खाएकै छैन त्यसै क्या गफ हामी गफ त्यो भाइ चाहिँ अब फेरि एकछिन बसेर नास्पाती सासपाती खाऊँ अनि फेरि A few moments later. ल यतापट्टि हाम्रो ठुलो मम्मीलाई चाहिँ टक्क 3-4वटा नास्पाती दिएर चाहिँ अब यो चाहिँ अब होमतिर लाउनु मतलब भयो दाइ मुनि ल्याइदिन्छु दाइ दिनु त जाम दाइ आउनु अब चाहिँ हाम्रोमा बच्चीको भनेको चाहिँ टक्क त्यादी छ होइन वाइल्ड खाइयो र यसो 2-3जनालाई पनि बाँडियो है यही माथि हो घर हाम्रो है र त आजलाई यति नै थ्याङ्क यू बाई बाई A few moments later. आज है फेरि पनि स्वागत छ है थोरै लास्टमा यो भिडियो गर्नु मलाई किन भन्दाखेरि आजको भिडियो चाहिँ अलिक क्लियर भएन है हामी चाहिँ खास आज भाइ अनि म एकजना सर अनि सन्दीप भएर चाहिँ पैसा उठाएर चाहिँ नास्पाती लिएर आयौँ अनि हामी चाहिँ के सल्लाह गरेको भन्दाखेरि नास्पाती धेरै छ
सो अलिअलि बाँडिदिउँ न, बाँडेर खुसी लिउँ न भनेर चाहिँ दुई चार ठाउँमा बाँडियो हेर्नुभयो तपाईँले पनि होइन। अनि फेरि सबै बाँडेर अनि आधी सबैले आधी घरमा लिएर गएर अनि म नि आधी घरमा राखेर अनि पानी भर्न हिँडिरहेको छु है। पानी भर्न चाहिँ प्रायः म गइरहन्छु। योभन्दा अगाडि नै तपाईँले पानी भर्न गएको भिडियो हेर्नु भएन भने अगाडि नै छ है, ट्राइङ टु चेन्ज के भन्ने टाइटल छ, त्यो हेर्नु होला है। र अगाडिको बाटोहरू पनि कस्तो रहन्छ, असार महिना ल त यति नै हो है। कस्तो लागिरहेको छ के लागिरहेको छ भन्दै गर्नु होला, कमेन्ट गरेर गर्नु होला। ल पानी सानी भरेर अब आएपछि नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई। The next morning. रेडी 1 2 3 गो। खोइ त नि भएन नि त। एलन दुइटै एलन स्क्वायर हो। तिम्रो नाम एलन, उसको एलन भयो, तिम्रो नाम एलोन। एलेन एलेन तिम्रो स्पेलिङ भन्दा एलेनको एलेन हो। त्यो स्पेलिङ भन्दा स्पेलिङ एलेन गुरुङ। तिम्रो स्पेलिङ भन्दा चस्मा अब खतरा रहेछ। बाई बाई गरिदिनु नि त ल। बाई बाई। A few moments later. हेलो र गुड मर्निङ है सबैलाई। र अहिले चाहिँ बिहानको 8-9 बजेको छ। 4-5 दिन भयो होइन पानी नआउनु परेको चाहिँ। त्यही भएर घरमा सुत्दा घरमै बस्दा मुक्क भयो। अनि फ्रेस हुँ भनेर चाहिँ बाहिर यसो बडारीमा बसेर चाहिँ केटासित यसो बनाउनु ट्राई गर्दैछु, सिक्दैछु होइन। र कस्तो लाग्छ तपाईँहरूलाई होइन, आजको दिन चाहिँ अब कसरी बिताउँछु म भनेर चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु होइन। र अहिले चाहिँ अपडेट अलिकति यहाँको बारेमा अपडेट भन्नुपर्दा चाहिँ बजारी हो होइन। यो चाहिँ टेबल टेनिस बनाउने भनेर चाहिँ एउटा छाप्रो बनाएको थियो क्या। अब त्यो अब सरकारले अब कहिले बनाइदिनु थाहा छैन है यस्तरी। र मसँग मुनि हेर्नुहोस्, मुनि चाहिँ गिटार छ। अनि गिटार यसरी सजाएर राख्छ कि होइन। अहिले चाहिँ अल्छी लाएर यतै बडारीमा यो गिटारसँग खेल्दैछु होइन। ल अब कसरी खेल्दो रहेछ यसो तपाईँ पनि हेर्नुहोस् है। गर्दै गर्नु नि फेरि नजानु कतै नि। हेलो र फेरि पनि वेलकम ब्याक टु माई च्यानल। र एकछिन यसो घरबाट खानसाना खाएर अनि यसो निस्किएँ। अनि लुगा पनि लुगासुगा पनि चेन्ज गरेर है ट्याकटुक हामी चाहिँ माथि खेततिर माछा मार्न हिँड्दैछौँ। त्यता लटपट्टि सोल्टी म हातको छातो छ होइन। कस्तो हो तिमीहरूको जहाँ चाहिँ ल ठिक छ। रिजल्टले बताउँछ नि यहाँ। ल त अहिले लोकेसन भन्नुपर्दा बडारी माथि चाहिँ हाम्रो चाहिँ पिच गरेको अवस्था है। र अहिले चाहिँ कहाँ जाँदैछ भन्दाखेरि ट्याक्क अस्पताल सुन्दरबजार अस्पताल जाने बाटो। यो बाटो चाहिँ सुन्दरबजार अस्पताल नै पर्दछ। हाम्रो आजको गुरु चाहिँ लटपट्टि है, लटपट्टिको भनेर अहिले देखाउँछु तपाईँहरूलाई। ल अहिले यति नै। लटपट्टि यहाँ हेर्दै एकचोटि लटपट्टि हेलो गरिदिनु एकचोटि। डन सकलेको
हजुर एउटा दिनु न प्लास्टिक एउटा मात्रै छ एउटै दिनु न मलाई चाहिएको एउटै हामीसँग छैन कि दाइ हजुर म त एउटा मागिर ल्याइदिन्छु कि अहिले दिनु न यो हालिदिनु पर्यो कि काला पिन्सी पिन फेरि हामीलाई के म त्यहाँबाट मागिर ल्याइदिइहाल्छु कि ठुलो छ फेरि ए सानो नि सकियो यार सानो नै हाले जस्तो लाग्थ्यो मैले सानो त नहालेछ हाम्रो लटपट्टि गुरुबा माथि मान्यो ल आनन कति रो तिनजना तिनवटा बल्छी बनाउँदैछौँ होइन किलोको त मैले 700-800 दिन्छु पानी साथमा कस्तो हातमा अम्रेला गर्मीको अवस्थामा घामेर पनि त ओहो तामा के माछा भन्छ यसलाई भोटी माछा तपाईँहरूले नै मारेर आएको होइन र गर्मी यस्तो पनि रहेछ सोल्टी यता पुग्नु दाइ दाइले दौरो मारिरहेछ खोइ अझै तिमी यो खावा के रे उजाउँछ न हो आन्धरा त्यो के रे भइहाल्छ नि आन्धरा भन त्यो मार्यो काँडा काँडा हुन्छ चपाएर खाए पनि हुन्छ यसको केही फरक पर्दैन हो खै एकछिन चाहिँ खैनु न लु त्यो ठाउँ यसले मुना अब हामी नि टक्क यहाँ यसो 1-2 घन्टा टाइम पास अब बनाउनु त लटपट्टि खोइ त नि यार लटपटे कति मारिस् त म त्यहाँबाट प्लास्टिक मारेर हस् हुन्छ हुन्छ दाइ ल किसन दाइ गर्नु र झन् छोले जान्दा छैन माथिबाट मैसँग यहाँ धनबारीमा ल त्यो फिलेर त्यसले पारिदिँदै एउटा यसले धनबारीमा दाइले चाहिँ भर्खरै 1 किलो जति चाहिँ पारिदिँदा ल लडबडी बल्छीले मारेर चाहिँ मैले त फुपू होइन सोल्टी फुपू अनि के फुपू कि होइन यार फु पार्दैन छामा खोइ हामीले भाउजूहरू पर्छ भाउजू भनेपछि तिमीहरूले के पर्छ मलाई त फुपू फुपू नै हो भनेपछि खानेहरू हो कि फुवाहरू यो फुवाहरू यो ठिक ठिक फुपू अनि टक्क फुपूले चाहिँ बाई गरेर चाहिँ सोल्टीले एउटा प्लास्टिक ल्याउनु भएको थियो हाम्रो लागि मर्सी मर्दैन थाहा छैन होइन त्यो दाइले दिएर त्यो दाइले प्लास्टिक माग्न जाँदै हुनुहुन्छ अब त्यो प्लास्टिक त हामीलाई चाहियो जसरी नि त्यही भएर राख्ने पनि ठाउँ नभएको कारणले गर्दाखेरि चाहिँ नत्र त्यो एउटा प्लास्टिक दिइदिन्थ्यो हो कि लटपट्टि हामीसँग राख्ने ठाउँ राख्ने उसै नभएर हो कि म चाहिँ यतै छु भोलि चाहिँ रक्षाबन्धन होइन लडबडीले त्यो बल्छीले एक्चुअली यहाँ एउटा फुट भनेको लटपट्टि 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 यो भिडियोमा तिमीलाई 5 वर्षपछि देखाउँछ है यो भिडियोमा तिमीलाई 5 वर्षपछि देखाउँछ है 5 वर्षपछि यो कत्रो हुन्छ अब अहिले यत्रो छ यो है सकलेको लास फटा हो यो जे भन्छ त्यो चाहिँ होइन यसले गर्छ अनि स्किल चाहिँ फेरि भरपुर छ तपाईँलाई नआउने चिज यसरी भनिदिनु पर्छ यसले फ्याट्टै गर्छ यसले लटपट्टिले बनाउनु लाउने ढुक्करिया ल त अहिले एकछिन यसो रेस्ट गरेर यो ट्याकटुक्क बनेर हामी पनि टक्क त्यो लटपट्टि जसरी लटपट्टि जसरी त्यो लट्ठी समातेर ट्याक्क त्यो हामी धानबारीतिर छिर्छौँ है त अरू छिर्छन् धानबारी केटी लिएर हामी छिर्छौँ बल्छी लिएर है
यो हाम्रो बल्छी पनि रेडी भयो है। म फर्स्ट यो आएको बाटो फर्स्टमा टक्क हान्दैछु। यता मारुनी लटपट्टि उतापट्टि त्यो छात्ता उडेर आइरहेको चाहिँ भाइहरू चाहिँ पुरा इक्जाम चलिरहेको। उतापट्टि डबल सोल्टीहरू चाहिँ फेरि के कुराकानी गरे। ल र मैले टाइम यस्तै छ, कहाँ जाने के गर्ने कहाँ जाने भनेर बस्छु। टाइम पास्ट धान यता चारैतिर धानको बाली। अब दसैँ पनि नजिकै छ, तिहार नजिकै छ। त्यतिखेर चाहिँ यहाँ लगाउने यही धानहरू हो है। हाम्रो सुन्दर लमजुङ यस्तै छ। अब यसो धेरै होइन, आधी घन्टा जति टाइम हेर्दै यसो खेलौँ। आधी घन्टा 1 घन्टा जति घरमा पनि सुडी बहिनी लिन जानुभएको अरे होइन। भोलि राखी बन्धन हो नि त भोलि। त्यही भएको कारणले गर्दाखेरि चाहिँ ल सबैलाई ह्याप्पी रक्षाबन्धन। कहिले अपलोड हुन्छ चाहिँ मलाई थाहा नै हो है। जहिले भए पनि तापनि बुझ्नु कि रक्षाबन्धन एक दिन अगाडि चाहिँ खिची गर्नु र योभन्दा बाटो सिधो गयो भने चाहिँ सुन्दा बजार पुगिन्छ। त्यो डाँडा काँडाको त अब तपाईँहरूले देखिरहनु भएको छ होइन, कस्तो लागिरहेको छ के लागिरहेछ। अब एउटा केस भन्नुभयो त साँच्ची धरानको चाहिँ हाम्रो मेयर हर्क सङ्कङजीले चाहिँ अलिकति धर्म विरुद्ध त्यहाँदेखि त्यस्तो भनेको धेरै नै प्रकाशित भइरहेको छ होइन। अब धर्म विरुद्ध त के बोल्ने होइन, बोलेर पनि सकिँदैन। त्यसै कारणले गर्दाखेरि अब मान्छे के भयो नि के भने मैले अब भनेर मेरो तर्कबाट भन्दैछु है। अब मान्छेले उसले पनि त केही राम्रो सोचेर भन्नु खोज्यो होला नि त। त्यहाँ अब हिन्दू मन्दिर अगाडि चाहिँ चर्च भनेर गोरुको मासु काटेर खाने भन्ने चाहिँ मैले देखेको। गाईको चाहिँ मलाई थाहा छैन है। अब त्यस्तो नभनौँ, तर पनि हार्डवर्किङ छ। त्यस्तो नभनौँ, अब कहिले नराम्रो भइहाल्छ। नराम्रोलाई नेपालीहरू चुमुक गरेर चाखमा कि नपरे जसरी होइन उफ्रिन्छ। राम्रो काम गर्दाखेरि चाहिँ त्यही त हो नि भनेको, सुत्दै बस्छ कि। अनि ए हो र सुनेपछि ए हो र भन्ने बस्नु है त। र यति नै गफगाफ। अब आजको के हुन्छ कस्तो हुन्छ। अब यहाँबाट यसो मारिन्छ, भैँस भने पनि ठिकै छ, मरिन्छ भने पनि ठिकै छ, मरेर भने पनि ठिकै छ। अब एकैचोटि बेलुका 4 बजीतिर भाइहरू टक्क बल खेल्न आउँछ। त्यतिखेर अब ग्राउन्डतिर हुन्छ कि कतिखेर हुन्छ भेट्दै गरौँला। लटपटे केही भन्नु छ? के छ? माछा लाओस्। मैले माछा लाओस् भनेर लाग्ने हो त नि लटपटे। अलि ल लागोस्, 5 बाल्टी माछा परोस्। ल पर्यो ल आना ठिक छ। ल लटपटेले ल ल बधाई छ, लटपटेले एउटा पारिदियो अरे है। ल हाम्रो उद्घाटन लटपटेले गर्यो। अब प्लास्टिक मसँग चाहिँ प्लास्टिक होइन, प्लास्टिक लिएर जानु पऱ्यो। कस्तो पर्छ हेरौँ यहाँदेखि। एकैचोटि ग्राउन्डतिर गएर भेटौँ न। प्लास्टिकमा चाहिँ गर्नु होला 2-3 रहेछ। लटपटे फेरि हेर्नु नि त कस्तो पारेको। ओइ जक्रै पारेछ त लटपटेले यार। बिस्तारै अब मिलाएर तान नि त। हेर्नु न क्यारे च्याप दिन्छ यसले। बिस्तारै मिलाएर हेर्नु त। कतिको माले फुस्किएर लटपटे यार। फेरि आएको देखि छन्। छे त्यो मर्यो होला नि त कि मर्दैन त्यो भोटी माछा। ए हो र छेत्री ल लटपटे राखेर ल हेत्ती एउटा परिस्थिति पनि पुत्कियो है। ल एकछिन मारौँ, मारेर भेटौँ ल। ओए ल मैले चाहिँ मार्न नसकेर मैले चाहिँ मेरो बल्छी चाहिँ उतै बाटोमा थापेर राख्दैछु।
सोल्टी मिलन सोल्टी उता मारिरहनु भएको छ। लटपट्टि यता मारिरहेको छ पुरै छात्ता ओढेर। टोटल हाम्रो कति सब मारेको चाहिँ हाम्रो लटपट्टि फेरि खुङखार अनि छेमा पनि निस्किन्छ भने होइन। ल यो माछा जिउँदै राख्ने ट्राई गरिरहेको छु। अब के हुन्छ यो माछाको अवस्थाहरूमा होइन। एउटा चाहिँ यसो एक्सपेरिमेन्ट के हुन्छ कस्तो हुन्छ कसरी जानेर किनभने पुरा 4-5वटा मारे होइन। यही पत्लु निस्किनु खोजेको तपाईँले देखिरहनु भयो। र अर्को दुःख भनेको चाहिँ यसमा के छ भन्दाखेरि वेटिङ परिश्रम गर्नुपर्छ एउटा होइन। अर्को भनेको पाइट लगाएर चाहिँ आउँदाखेरि यस्तो कुरो चाहिँ नन टाँसिदो रहेछ। एउटा अनबेनिफिट भनेको यति नै हो है। र अहिलेको टाइम भन्नुपर्दा चाहिँ 4:30 भइसक्यो। अब एकछिन आधी घन्टा जति खेलेर हामी पनि अब कति पर्छ त्यहाँदेखि ग्राउन्डतर्फ लाग्नेछौँ होइन। अब एकछिन म चाहिँ कलेक्सनको लागि बसिरहेको छु। अब उनीहरूले त कप मार्दैछ इसारा गर्ने बित्तिकै अब सोल्टीले नि 2-3 मार्नु भएको छ है। मैले मात्रै मार्न नसकेको त्यही भएर चाहिँ उनीहरूले मार्दैछ। उनीहरूले इसारा गर्ने बित्तिकै म चाहिँ टक्क प्लास्टिक लिएर तुप हानिहाल्ने हो होइन। ल अब एकछिन आधी घन्टासम्म अब यो टक्क कुहिएर निकालौँ। अब कुहिएर निकाल्दाखेरि अब कस्तो गाह्रो हुन्छ भने तपाईँलाई पनि थाहा होला सायद होइन। यसरी निकालौँ। त्यहाँदेखि एकैचोटि अब बेलुका भेटौँ हुन्छ है। माछा भनेको अब हाम्रो कति पर्छ होइन। एकैचोटि अब कुहिसकेर टिप्यौँ बेलुका ग्राउन्ड भेटौँ ल त। A few moments later. हेलो र फेरि पनि स्वागत छ तपाईँहरूलाई है मेरो भिडियोमा। र लटपट्टिसँग टक्क माछा यताउता मारेर चाहिँ अहिले घरतर्फ लाग्ने बेलामा यता हाम्रो मामाको बेलुकुती बारी रहेछ। बेलुकुती बारीमा चाहिँ यसो चढेर बेलुकुती खाँदैछौँ होइन। बेलुकुती कत्रो हुन्छ देखाउँछु पस्नु तपाईँहरूलाई। ओ त्यो त खसिरह ल नि बेलुकुती कत्रो हुन्छ यहाँको यत्रो छ बेलुकुती। तपाईँले यत्रो बेलुकुती कहिले खानु भएको छैन नि होइन। खानु भएको छैन भने हाम्रो सक्करदेवीमा मामा सुन्दरको बाउ मामा भनेर चाहिँ चिनिन्छ। उहाँलाई कन्ट्याक्ट गर्नु। यत्रो तपाईँले जति भन्छ त्यति उहाँले ल्याइदिन्छ। 1 किलो 2 किलो 5 किलो 6 किलो यस्तै 100 रुपियाँ किलो 100 रुपियाँ किलोमा चाहिँ बेच्ने गर्दछौँ। यदि तपाईँलाई पनि चाहिन्छ भने भन्नु होला। अलिपछि अब यसो बेलुकुतीहरू टिपौँ। सब यत्रो हो फेरि योभन्दा सानो कुनै छैन। ल त है अहिले यसो टिपौँ। अनि त्यहाँदेखि लटपट्टि मुनि छ टक्क लटपट्टिले एउटा झारिदिउँ। त्यहाँदेखि म पनि एउटा खाँदै टाइसनसँग फर्किन्छौँ ल त है। अब अलिकति उतापट्टि गएर भेटौँ। लुक चाहिँ यही हो बवाले चाहिँ रुख चाहिँ यसको बोट भ्यू चाहिँ एउटा लाने भन्ने सोच गरिरहेको छु के हुन्छ। अब मुनिको भ्यू हेर्ने हो हेर्ने एउटा मुनिको भ्यू र हेर्नुहोस् त्यहाँ मुनि कस्तो बसिरहेको छु। यहाँबाट खस्यो भने 1 मिस गेम फिनिस बुझ्नुभयो नि। त अहिले राम्रोसँग अहिले एकछिन यसो टिपेपछि फेरि भेट्दै गरौँला त है लका। हेलो र वेलकम ब्याक है हजुर पनि त्यो रुख अहिले यो अगाडि रुखको यो लटपट्टिले झारेको यहाँ छ। माछा मारेर यहाँ माछा मारेर 2-3वटा सोल्टीले लग्यो मार्ने गुरु जम्दा लटपट्टि बल खेल्न जाने होइन। अब टाइसन यहाँ छ। एउटा नास्पति खायो भने चाहिँ ढग हुने रहेछ यार। त्यो चाहिँ धेरै टाइमपछि चाख्दैछु कस्तो रहेछ। अब गम खाम तपाईँ पनि खानुहुन्छ नखाने ल त है यति नै हो। र आजको दिन के लाग्यो कस्तो लाग्यो
हामीलाई नमिल्ने कसैलाई है यति भन्दै सबैलाई भोलिको लागि ह्याप्पी रक्षाबन्धन। फेरि अर्को भिडियोमा भेट्दै गर्नु।